फाइनली गाइज लगभग मेरो घरबाट 1-1.5 घन्टाको पैदल यात्रापछि म यो रानी झरना भएको स्थानमा आइपुग्न सफल भएको छु। र आज मैले यो रानी झरनाको दृश्य जुन ब्याकग्राउन्डमा गेट देखिएको छ म आइपुगिसकेको छु। र यो ठाउँको बारेमा अब गर्मी सिजन सुरु हुँदैछ हैन, तपाईहरु यो ठाउँमा आएर हैन शीतलता महसुस लिन सक्नुहुन्छ। र यो ठाउँमा आउनको लागि चाहिँ दुईवटा बाटोहरू तपाईले प्रयोग गर्न सक्नुहुन्छ है। म चाहिँ यो बगा झ्याङ्ला थानी डाँडा हुँदै चाहिँ आए हैन। एउटा बाटो यो रहेको छ है, जो दोभानबाट आइसकेपछि पारीको बाटो है युज गरेर आउन सक्नुहुन्छ। र अर्को बाटो चाहिँ यो छ है, यो पचलखानी जाने बाटो। यो पचलखानी जाने बाटो चाहिँ यसमा चाहिँ मोटरसाइकल आउन सक्दैन है। यो मोटरसाइकलहरू चाहिँ गाडीहरू आउन सक्दैन। यो पारीपट्टि देखिएको गाउँमा चाहिँ पार्किङ गरेर त्यहाँबाट चाहिँ लगभग 20-25 मिनट जति चाहिँ नै पैदल यात्रा आइसकेपछि यो बाटो हुँदै आउनुहुन्छ हैन। यो बाटो हुँदै आउनुहुन्छ र यो ठाउँमा चाहिँ आइसकेपछि तपाईले यो मनमोहक दृश्य है, यो जुन ब्याकग्राउन्डमा देखिएको छ रानी झरनाको जुन गेट रहेको छ है, र यहाँको चाहिँ वस्तुस्थिति हैन, यहाँको चाहिँ अब भौगोलिक बनावट, यो रानी झरनाको बारेमा जुन लेखिएको छ है, रानी झरनाको जानकारी तथा सुझावहरू गरेर लेखिएको छ हैन। अब यहाँ रानी झरनाको व्यवस्थापन तथा सरसफाइ शुल्क विवरण भनेर पनि राखिएको रहेछ। र यहाँ टिकट काउन्टर पनि रहेको रहेछ है। अहिले चाहिँ यो बन्द पनि छ र यो अहिले चाहिँ यो बन्दको अवस्था छ। तैपनि म साइडबाट छिरेर चाहिँ तपाईहरुलाई यो भित्रको दृश्य तपाईहरुलाई चाहिँ देखाउन चाहन्छु है त। र फाइनली साथीहरू, आज म यो पाल्पा जिल्लाको तिरौं गाउँपालिका वडा नम्बर 3 बगा क्षेत्रमा रहेको यो पाल्पाको एकदमै चर्चित हैन, एकदमै चाहिँ भाइरल भएको यो पाल्पा जिल्लाको यो रानी झरनाको दृश्य तपाईहरुलाई देखाउन चाहन्छु। म अहिले यो ठ्याक्कै यो रानी झरनाको क्षेत्रमा आइसकेको छु र यो ठाउँको जुन ब्याकग्राउन्डमा देखिएको छ है, यो चाहिँ रानी झरनाको दृश्य हो। यो गर्मी महिनामा चाहिँ बुटोल, पाल्पा, भैरवादेखि धेरैजना है मान्छेहरू चाहिँ यो शीतलता लिनको लागि चाहिँ यो ठाउँमा आउनुहुन्छ। र यो एकदमै भाइरल भएको ठाउँ, एकदमै चर्चित भएको ठाउँ पनि हो। र हजुरहरू पनि यो ठाउँमा चाहिँ यो गर्मी महिनामा हैन अनुभवको लागि, शीतलता लिनको लागि चाहिँ यो ठाउँमा आउन सक्नुहुन्छ। र यो ठाउँमा आउनको लागि तपाईको दुईवटा बाटोहरू प्रयोग गर्न सक्नुहुन्छ। एउटा चाहिँ यो दोभान आइसकेपछि चाहिँ पारीको झ्याङ्ला अनि यो बगाहा अनि थानी डाँडा हुँदै चाहिँ आउन सकिन्छ माथिल्लो बाटो भनी। र अर्को बाटो चाहिँ कचलखानी जाने बाटो चाहिँ यो दोभाल, डोल, त्यसपछि पासकुण्डा, बुढासटाक हुँदै चाहिँ तपाईहरु चाहिँ पारीको बाटो आउन सक्नुहुन्छ। र पारीबाट आउँदा चाहिँ पारी नै गाडीहरू चाहिँ पार्किङ गरेर 15-20 मिनटको चाहिँ पैदल यात्राबाट चाहिँ तरेर यो ठाउँमा आउन सक्नुहुन्छ। एकदमै मनमोहक दृश्य छ। धेरैजना सायद यो ठाउँमा आइसक्नु भएको छ, जो आइसक्नु भएको छैन, जो आउनु भएको छैन, हजुरहरू पनि यो ठाउँमा अब गर्मी महिना लागिसकेको छ, हजुरहरू पनि यो ठाउँमा आएर मनोरञ्जन लिन सक्नुहुन्छ। एउटा चाहिँ गर्मीको महसुसलाई कम गर्न सक्नुहुन्छ। एकदमै रमाइलो, एकदमै शान्त वातावरणको चाहिँ यो झरना रहेको छ। तपाईहरु पनि यो ठाउँमा चाहिँ एकपटक घुम्न आउनु होला, मनोरञ्जन लिनु होला। सबै व्यवस्थित छ। महिला पुरुषहरूको लागि शौचालयको व्यवस्था पनि छ र कपडा फेर्नको लागि चाहिँ कपडा बदल्ने ठाउँ पनि रहेको छ। र यो ठाउँमा आइसकेपछि ध्यान दिनुपर्ने कुराहरू चाहिँ तपाईको मैले यहाँनिर देखाउन चाहे। तपाईको है यो लैजान निषेध क्षेत्र भनेको छ है। यहाँ मदिरा जन्ने पदार्थहरू है, जसले चाहिँ अलिकति मदिरा जन्ने पदार्थ लिएर आउनुहुन्छ उहाँलाई चाहिँ निषेध गरेको छ है। किनभने यो अलिकति यो झरना अलिकति गहिरो पनि छ है। कुनै घटना दुर्घटना नहोस् भन्नको लागि चाहिँ एउटा सानो चाहिँ एउटा सूचना जस्तो लेखिएको छ। यो राम्रो पनि हो र एकदमै मनमोहक दृश्य छ। हजुरहरू पनि एकपटक यो ठाउँ भिजिट गर्न सक्नुहुन्छ, भिजिट आउनु होला। र एउटा यहाँनिर एउटा सानो ब्रिज छ है, एउटा चाहिँ यो झलुङ्गे पुल पनि रहेको छ। तपाईहरु यो ठाउँमा एकपटक भिजिट गर्न आउनु होला।
रमाइलो छ, मनमोहक एकदमै दृश्य। तपाईँलाई मैले देखाउन चाहेँ महिला शौचालय, पुरुष शौचालय र यो कपडा बदल्ने ठाउँ पनि रहेको छ। र तलतिरबाट चाहिँ यो नखसियोस् भन्नुको लागि चाहिँ यो है बाटोहरू यसरी साइडमा चाहिँ यो काठबाट निर्माण गरिएको छ र कताकति चाहिँ यो अलिकति भाँची पनि सकेको रहेछ। यसलाई अलिकति व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ। यहाँको सायद झरना समितिहरू हुनुहुन्छ होला यहाँ, उहाँहरूले चाहिँ अलिकति त्यो ठाउँलाई ध्यान दिनुभयो भने अझै यो रानी झरना चाहिँ अझै फस्टाउने छ, अझै यसको चाहिँ प्रचार हुनेछ भन्ने चाहिँ मलाई लाग्छ। एकदमै मनमोहक दृश्य छ है, एकदमै मनमोहक दृश्य छ। अहिले चाहिँ यो बन्द रहेको छ, तर चाहिँ म अलिकति लगभग 1-1.5 घन्टाको पैदल यात्रा आएको थिएँ, त्यही भएर मैले चाहिँ यो ठाउँमा नआइकन भित्र नछिरिकन चाहिँ फर्किन मन नलागेको भएर चाहिँ म चाहिँ साइडबाट छिरेँ। र यही हो है, यही हो तपाईँलाई मैले देखाउन चाहेँ रानी झरना होइन, क्विन फल्स देखिया छ। 3 बगा पाल्पा हार्दिक स्वागत गर्दछौँ, प्रवेशद्वार भनेको छ। यो साइडतिर टिकट काउन्टर रहेछ, अहिले बन्द छ। र यहाँनिर चाहिँ तपाईँको यो रानी झरनाको जानकारी तथा सुझावहरूको बारेमा थोरै यहाँ हुन्छ। र हजुरलाई मैले पहिला पनि जानकारी गराएको थिएँ, यही बाटो है, दुईवटा बाटोहरू चाहिँ प्रोग्राम सक्नुहुन्छ। एउटा यो तपाईँको दोभान आइसकेपछि पारीको बाटो कचलखानी जाने बाटोको तपाईँको घोडेबास, माथिल्लो घोडेबास, डोल, पासकुन्डा, बुढासटाक हुँदै यो खुर्सानी हुँदै चाहिँ यो बाटो आउन सक्नुहुन्छ भने अर्को बाटो चाहिँ यो जुन पारीको बाटो है, दोभान स्कुल पुल तरेर पक्की पुल तरेर पारीबाट चाहिँ तपाईँको यो झ्याङ्ला, ठानीडाँडा, बगा हुँदै चाहिँ यो माथिल्लो बाटो चाहिँ तपाईँहरू गाडीद्वारा आउन सक्नुहुन्छ। बाटोहरू चाहिँ बन्दैछ, सायद यो बाटो भइसकेपछि अलिकति सहजता होला। र तपाईँहरूलाई आज म मर्निङ वाकको समय चाहिँ तपाईँहरूलाई यो भौगोलिक दृश्य, यहाँको रानी झरनाको बारेमा चाहिँ थोरै जानकारी पनि गराएँ। हजुरहरू एकपट्टि चाहिँ यो रानी झरना चाहिँ भिजिट गर्न अवश्य आउनु होला। धन्यवाद।